हेलो एभ्रिवन, नमस्ते। स्वागत छ हजुरहरूलाई रुबीको नेपाली किचनमा। आज चाहिँ म हजुरहरूलाई एकदमै सजिलो तरिकाले आलुदमको रेसिपी चाहिँ बनाएर देखाउँदैछु। यो आलुदम पनि घरै पछि ठाउँै पछि बनाउने तरिका चाहिँ फरकै हुन्छ। म चाहिँ आज हजुरहरूलाई मेरो तरिकाले यो आलुदमको रेसिपी सेयर गर्दैछु। पक्कै पनि हजुरहरूले यसरी यो आलुदमको रेसिपी ट्राई गर्नु होला। हजुरहरूको फ्यामिलीलाई एकदमै मन पर्नेछ। यो आलुदम चाहिँ हजुरहरूले जेसुकैसँग बनाएर खाँदा पनि एकदमै सुइटेबल हुन्छ। मैले चाहिँ आज खिर पुरीसँग यो आलुदम चाहिँ बनाएकी छु। आलुदम बनाउनको लागि मैले चाहिँ हेर्नुहोस् त यस्तो सानो सानो खालको आलु लिएकी छु। ठुलो सानो जुन आलु लिँदा पनि फरक पर्दैन, तर सानो आलुबाट बनेको दम आलु चाहिँ मलाई मनपर्ने भएको कारणले मैले सानो आलु लिएकी छु। अब यो आलुलाई हामीले प्रेसर कुकरमा राखेर बोइल गर्नुपर्छ। राम्रोसँग सफा पानीले पखाल्ने। पखालिसकेपछि यसमा चाहिँ पानी राखेकी छु अलिकति मैले। अब आलु उसिन्दा चाहिँ हामीले जहिले पनि अलिकति भए पनि नुन राख्नुपर्छ। नुन राख्नाले आलुको स्वाद चाहिँ मिठो पनि हुन्छ, साथै छिटो पाक्छ पनि। अब ढक्कन लगाएर म चाहिँ 2 सिटी लगाउँछु मिडियम हिटमा। अनि मैले अब यसलाई बसाल्दैछु। प्रेसर कुकरमा चाहिँ मैले मिडियम हिटमा 2 सिटी लगाइसकेँ। टप गर्ने अनि यो प्रेसर कुकरलाई चाहिँ आफै सेलाउन दिने। अनि सेलाइसकेपछि मात्रै आलुको हामीले बोक्रा तास्नेछौँ। आलु बोइल भयो। अब चाहिँ यसको पानी तर्काउँदैछु म। यसले पखालौँ, त्यसपछि अनि बोक्रा तास्न सजिलो हुन्छ। धेरै आलु सेलाएपछि पनि बोक्रा तास्न गाह्रो हुन्छ। आलुको चाहिँ मैले बोक्रा तासिसकेँ। अब यो आलुलाई चाहिँ हामीले चक्कुले छुरीले चाहिँ काट्नुपर्छ। यसरी एउटा आलुको 4 टुक्रा गराउँदैछु म चाहिँ। आलुलाई चाहिँ मैले काटेर पनि भ्याएँ। यो आलु काटेर रेडी भयो। अब चाहिँ म आलुदम बनाउनको लागि एउटा मसला रेडी गर्दैछु। एउटा कचौरा लिने। अब यो कचौरामा चाहिँ मैले 1 चम्चा कश्मिरी रातो धुलो खुर्सानी एड गर्दैछु। अनि 1 चम्चा नै म चाहिँ भुटेर पिसेको रातो धुलो खुर्सानी राख्दैछु। अलिकति हल्दी राख्ने। 1 चम्चा चाहिँ जिरा र धनियाको धुलो। यो चाहिँ भुटेर पिसेको जिरा र धनियाको धुलो हो। अब यसमा चाहिँ अलिकति पानी राखेर मसलालाई मिक्स गर्ने। हामीले चाहिँ यसरी मसलालाई चाहिँ मिक्स गरेर पछि तेलमा राखेर पकाउनाले आलुदमको स्वाद चाहिँ एकदमै मिठो आउँछ। आजको यो आलुदममा हामीले चाहिँ लसुन प्याज केही पनि राख्नु पर्दैन। यो मसला र टमाटरको प्युरीले नै हाम्रो आलुदम चाहिँ एकदमै स्वादिलो बन्छ। ल, यो मसला चाहिँ रेडी भयो। म टमाटर पिस्दैछु। यहाँ चाहिँ मैले 2वटा टमाटर लिएकी छु। टमाटरलाई पिसेर राख्दा एकदमै मिठो स्वाद आउँछ। अनि टमाटरसँग एउटा हरियो खुर्सानी पनि राख्ने। अब हामी यसलाई मसिनो गरेर पिस्दैछौँ। पिस्ने हो। ल, टमाटरको प्युरी चाहिँ रेडी भयो। रिटर्न गरेर मैले एउटा कडाई बसालेकी छु। कडाई चाहिँ तात्यो। तोरीको तेल राख्दैछु म चाहिँ। तोरीको तेलमा पकाउँदैछु। तेललाई तताउने। तेल तात्छ अनि मात्रै हामीले यसमा मेथी फुराउने। अलिकति मेथी चाहिँ पड्किसकेको छ। अब अलिकति जिरा पनि राखौँ। जिरा पनि पड्क्यो। 2वटा रातो सुकेको खुर्सानी राख्ने। आगोलाई चाहिँ सानो गर्ने यति बेला चाहिँ। त्यसपछि अघि नै जुन रेडी गरेर राखेको मसला थियो त्यो मसला राख्छु। मसलासँगै यो टमाटरको प्युरी पनि राखिदिने। अब यो मसलालाई चाहिँ मजाले पकाउने। मसला जति राम्ररी पाक्यो त्यति नै मिठो फ्लेभर आउँछ आलुदममा। 1 चम्चा नुन राखेँ मैले। नुन राखेर एकचोटि मजाले चलाइदिउँ। अनि एकैछिन पाक्नको लागि हामीले यो मसलालाई छोड्ने। मसलालाई चाहिँ छोपेर पकाउँदैछु म। अब चाहिँ हाम्रो यो मसला पाकिसकेको छ। हजुरहरु भिडियोमा देख्न सक्नुहुन्छ मसलाहरुबाट चाहिँ तेल चाहिँ सेपरेट भइसकेको छ।
यसरी तेल सेपरेट भयो भने चाहिँ हाम्रो मसला राम्ररी पाकेको हुन्छ अनि तरकारीको स्वाद चाहिँ एकदमै मिठो आउँछ। त्यही भएर अलिक समय दिएर हामीले मसलालाई चाहिँ राम्ररी पकाउने। अब चाहिँ म यसमा आलु राख्दैछु। मजाले चलाइदिनुपर्छ। फेरिबाट पनि हामीले यसो चलाइसकेपछि सानो आगो गरेर अझ 4-5 मिनट जति चाहिँ हामीले पकाउन छोड्नुपर्छ यसलाई चाहिँ। अनि मात्रै आलुभित्रसम्म पनि मसलाको फ्लेभर जान्छ। त्यसपछि हाम्रो आलुदम चाहिँ एकदमै मिठो बन्छ। एकपल्ट हजुरहरूले यसरी अवश्य पनि ट्राई गर्नु होला है। 4-5 मिनट जति पनि भयो यसरी मसलामा पाक्न राखेको आलुलाई। अब चाहिँ हाम्रो यो आलुदम पाकेर रेडी भयो। हजुरहरूलाई झोल खाने इच्छा छ भने यसमा झोल राखेर पनि आलुदम चाहिँ बनाउन सक्नुहुन्छ। सुक्खा खाने इच्छा भए यतिकै अब खान सक्नुहुन्छ। माथिबाट चाहिँ अलिकति धनियाको पत्ता राखौँ। धनियाको पत्ता राखेर पनि एकपल्ट चलाइदिउँ। अब चाहिँ हाम्रो यो आलुदम बनेर रेडी भयो। ल हेर्नुहोस् त, हेर्दै यस्तो मिठो देखिएको छ। बनाउँदा बनाउँदै मिठो बास्ना आइसकेको छ। आशा छ हजुरहरूलाई आजको यो आलुदमको रेसिपी मन पर्यो होला भनेर। रेसिपी मन परेमा प्लिज साथी फ्यामिलीमा चाहिँ सेयर गर्न चाहिँ नबिर्सिनु होला है। ल फेरि पनि यस्तै रेसिपीहरू लिएर आउने नै छु। तबसम्मको लागि ह्याप्पी कुकिङ। बाई बाई। थ्याङ्क्स फर वाचिङ।